नमस्ते। आज हामी समयको पिछाडि फर्केर प्राचीन नेपालको जग बसाल्ने दुई महत्वपूर्ण वंशको कथा खोतल्न जाँदैछौँ, गोपाल वंश र किरात वंश। तर एउटा प्रश्न सधैँ आउँछ, आखिर काठमाडौँ उपत्यकालाई आकार दिने सबैभन्दा पहिला शासकहरू को थिए त? आउनुहोस् आज यही ऐतिहासिक रहस्यको पर्दा खोलौं। इतिहासको पन्नामा हेर्दा दुई मुख्य दावेदारहरू आम्ने सामने देखिन्छन्। एकातिर छन् गोपाल वंश, जो खासमा गाई पालक थिए, र अर्कोतिर छन् शक्तिशाली किरात वंश। हो, यिनै दुईले नेपालको प्रारम्भिक इतिहास कोरेका थिए। अब यिनीहरू बीचको फरक बुझ्नको लागि सबैभन्दा पहिला उनीहरूको सुरुवात र नेतृत्व कस्तो थियो भनेर हेर्नु एकदमै जरुरी छ, किनभने दुवै वंशको सुरुवात एकदमै फरक तरिकाले भएको थियो। गोपाल वंशको कुरा गर्दा पहिलो राजा थिए भूमिगुप्त, जसले काठमाडौँको मातातीर्थलाई आफ्नो राजधानी बनाए। अर्कोतिर किरात वंशका पहिलो राजा थिए यलम्बर, र उनको राजधानी थियो गोकर्णमा। भनेपछि सुरुवाती बिन्दुबाटै उनीहरूको बाटो अलि फरक देखिन्छ, हैन त? ल, अब अलिकति गहिरिएर हेरौँ न त। यी दुई वंशलाई वास्तवमा परिभाषित गर्ने कुरा भनेको उनीहरूको अर्थव्यवस्था र जीवनयापन थियो। कसरी एउटा वंशले गाईबस्तु मात्रै पाल्थ्यो भने अर्कोले ठूला व्यापारिक मार्गहरू बनायो। गोपाल वंशको त नाममै उनीहरूको काम लुकेको छ। गोपाल अर्थात् गाई पालक। उनीहरूको सिङ्गो अर्थव्यवस्था र समाज नै गाई पालनमा टिकेको थियो। यो उनीहरूको पहिचानको एकदमै मूल आधार थियो। गोपालहरूपछि एक छोटो समयको लागि महिपाल वंश पनि आयो। उनीहरू पनि पशुपालक नै थिए, तर फरक यति हो कि उनीहरू भैँसी पाल्थे। तर उनीहरूको शासन धेरै समय टिकेन र त्यसपछि मैदानमा आए किरातहरू। अब गोपालहरूको विपरीत किरातहरूको अर्थव्यवस्था भने धेरै विविध थियो। उनीहरू पशुपालन मात्र गर्दैनथे, बरु उन्नत किसिमको कृषि अनि क्षेत्रीय व्यापारमा पनि उनीहरू एकदमै अगाडि थिए। यो साधारण पशुपालन भन्दा त एक महत्त्वपूर्ण फड्को नै थियो। किरातहरूले चीन, तिब्बत र भारतसम्म आफ्नो व्यापारिक सञ्जाल फैलाएका थिए। यसको महत्त्व के हो भने त्यो बेलाको नेपाल एक्लिएको थिएन, बरु यो क्षेत्रकै एक सक्रिय र महत्त्वपूर्ण खेलाडी थियो। अब अर्को खण्डमा जाउँ, यी वंशहरूले कति समय शासन गरे र कस्तो विरासत छोडेर गए त? आउनुहोस् उनीहरूको शासन अवधि र प्रभावको तुलना गरौँ। अब यो स्लाइडमा एउटा एकदमै रोचक कुरा छ, त्यो हो शासन अवधिको भिन्नता। गोपाल वंशका 8 जना राजाहरूले लगभग 521 वर्ष शासन गरे, जबकि किरात वंशका 32 जना राजाहरूले 1630 वर्षसम्म शासन गरे। यो त साँच्चै विशाल अन्तर हो नि। यो चार्टले किरातहरूको स्थायित्वलाई छर्लङ्गै देखाउँछ। उनीहरूको शासन गोपाल वंशभन्दा 3 गुणा लामो समयसम्म टिक्यो। अब यति लामो समय शासन गरेपछि इतिहासमा गहिरो र स्थायी प्रभाव छोड्ने अवसर पनि त धेरै नै भयो। अब विरासतको कुरा गर्दा गोपालकाललाई विशेष गरी पशुपतिनाथको ज्योतिर्लिङ्ग भेटिएको समयको रूपमा सम्झिन्छ। अर्कोतर्फ किरातकालले त नेपाललाई व्यापारको केन्द्रको रूपमा स्थापित गरेर महत्त्वपूर्ण प्रगति हासिल गर्यो। ल, अब निष्कर्षमा जाउँ। यी प्राचीन भिन्नताहरूले आज पनि किन महत्त्व राख्छन् र यसबाट हामीले के सिक्न सक्छौँ? आउनुहोस् यो बुझौँ। त्यसैले मुख्य कुरा के हो भने यी दुई वंश बीचको आधारभूत भिन्नताहरू एकदमै स्पष्ट छन्। गोपालहरूको अर्थव्यवस्था पशुपालनमा सीमित थियो भने किरातहरूले कृषि र व्यापार दुवैलाई अँगाले। यही कारणले गर्दा उनीहरूको शासन अवधि र विरासतमा पनि ठूलो फरक देखिन्छ। एउटाले धार्मिक स्थलको जग बसाल्यो भने अर्कोले आर्थिक प्रगतिको। अब अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ न, यदि नेपालको पहिलो शक्तिशाली वंश अन्तर्राष्ट्रिय व्यापारीहरूको सट्टा पशुपालक मात्र भएको भए देशको इतिहास आज कस्तो हुन्थ्यो होला?